मैले त्यो दिन बेलुका सरकारका केही मन्त्रीसँग व्यक्तिगत तहमा कुरा गरेको मान्छे मर्नुभन्दा अगाडि गरिएको उपचार कुनै न कुनै रूपमा काम लाग्ने सम्भावना हुन्छ तर मृत्यु नै भइसके पछाडि गरिने उपचारको अर्थ हुँदैन यो गोहीको आँसु नबगाउँदा पनि हुन्छ मानिस सत्ताको कुर्सीमा बसे पछाडि किन यति धेरै विवेकहीन हुन्छ तर त्यो बालुवाटारको पर्खालको घेराभित्र के त्यस्तो चिज छ जसले मानिसमा अनावश्यक सनक चढ्छ एउटा शासक सन्की हुँदा मुलुकले केसम्म बेहोर्छ भन्नेको सुरुवात हो त्यो यो सम्पूर्ण घटनाको जम्मा दुईटा पक्षले जिम्मा लिनुपर्छ एउटा आयोजक जेनजीले अर्को तत्कालीन सरकारले फायर स्पार्कलिङ कज क्या हरेक आन्दोलन र आन्दोलन पछाडि हामीले देखाएको सपना के थियो त्यो सपना हामीले कति पुरा गर्यौं तीनटा नेताहरू घुमी घुमी त्यो म्युजिकल चेयरमा को पहिले पुग्ने को त्यो कुर्सीमा बस्ने हाम्रा बाउआमा खाडीमा